एकछिन यो भिडियो फेभरेटमा राखिहाल्नुहोस् अनि स्योर सर 30,000 नाफा कमाउन सकिने कम्पनीको एफपिओ भन्नुभयो त। एफपिओ अप्लाई गर्ने आज अन्तिम दिन हो। यदि भरेको हुनुहुन्न भने छिटो भरिहाल्नुहोस्। अनि फेरि पनि नयाँ आइपिओ आएको छ। यही चैत्र 28 गतेदेखि प्योर एनर्जी लिमिटेडले सर्वसाधारणको लागि पर किता 100 रुपियाँको दरमा 11,95,200 किता बराबरको आइपिओ इस्यु गरेको छ। यो कम्पनीको आइपिओमा कति किता अप्लाई गर्ने लास्टमा भन्छु। गत फागुन 20 गते यो कम्पनीले लोकल बासिन्दा र वैदेशिक रोजगारमा गएकोलाई आइपिओ इस्यु गरेर बाँडफाँड समेत गरिसकेको छ। यो आइपिओ तपाईले चैत्र 28 गतेदेखि वैशाखको 2 गतेसम्म अप्लाई गर्न सक्नुहुन्छ। यो कम्पनीको इस्यु म्यानेजरको रूपमा नवीन इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ भने उक्त कम्पनीलाई केयर रेटिङ नेपालले BB+ रेटिङ दिएको छ। तपाईले आँखा चिम्म गरेर यो कम्पनीमा लगानी गर्दा हुन्छ। यो कम्पनीको आइपिओ तपाईले मिनिमम 10 र म्याक्सिमम 10,000 कितासम्म अप्लाई गर्न सक्नुहुन्छ। तर तपाईले 10 किता मात्र भर्दा राम्रो हुन्छ, किनकि 10 किता भन्दा बढी पर्ने सम्भावना छैन। अनि आइपिओ अप्लाई कसरी गर्ने वा आइपिओ को बारेमा नलेज छैन भने मेरो पुरानो भिडियो हेर्न सक्नुहुन्छ। मैले भिडियो पोस्ट गरिसकेको छु र न्यू आइपिओ अलर्टको लागि फलो गर्नुस् है त।